So you guys fine and सबजना सन्चै हुन्छ मलाई एकदम सन्चै एन्ड फिट एन्ड फाइन छु होइन गाइज यो चाहिँ मेरो पहिलो ब्लग सबैले माया साथ सपोर्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन मेरो पहिलो ब्लग हो सबैले हेरिदिनु होला कमेन्ट गरिदिनु होला मिठो मिठो कमेन्ट छोडिदिनु होला होइन कहाँदेखि हेर्दै हुनुहुन्छ एकदम मिठो कमेन्ट छोडिदिनु होला मेरो पहिलो ब्लग हो मैले अब यस्तो दामी कन्टेन्ट लिएर आउँछु कि होइन कसैले थाहा हुन्न है त त्यसको लागि चाहिँ कन्टेन्ट मैले भनेछु यो भिडियोमा कमेन्ट तपाईँले जे कमेन्ट गर्नुहुन्छ जे चाहियो भन्नुहुन्छ म त्यही ल्याइदिन्छु ल कमेन्ट चाहिँ हान्दिहाल्नु पऱ्यो है त बुझ्यो नि भर्खर उठेको म हेर्नु त्यो नाङ्गै छु भर्खर उठेर भ्लग बनाएको अब पहिलो भ्लग हो नि त अप्ठ्यारो हुन्छ त्यही भएर सबैले माया गरिदिनु होला अनि मौसम चाहिँ अनि अलि कस्तो खराबै हो क्या मौसम अलिक खराबै हो यस्तो हो मौसम खराबै हो मौसम देख्दै देख्नु भएन होला तर मौसम खराब छ जेन्जीको कारणले के जेन्जीको बा पुरा तर अहिले नयाँ प्रधानमन्त्री आए ठिकै भयो भिडियो हेर्नुहुन्छ हाम्रो नेता जेन्जीको म देखाइदिन्छु ल हेर्नु है त भिडियो त्यहाँ देख्नुभयो कस्तो छ अलिकति मात्रै देखाइदिएको त्यो घर फुटालेको र जलाइदिएको त्यही हो म चाहिँ नयाँ ब्लग सबैले माया साथ सपोर्ट लाइक सेयर गरिदिनु होला लाइकको बटन देखिरहनु भयो होला क्या त्यहाँ ल गरिदिनु भयो सब्सक्राइब पनि देखिरहनु भयो होला गरिदिनु भयो नि सेयर पनि गर्नुभयो कमेन्ट पनि गर्नुभयो ल ठिक छ त्यसमै तपाईँहरूलाई धन्यवाद म अझै राम्रो कन्टेन्ट लिएर आउँछु होइन पहिलो ब्लग सबैले माया गरिदिनु होला मुटु है त सबले हुन्छ नि सबले है त सबले माया गरिदिनु होला है माया म चाहिँ त्यही भन्न आएको पहिलो ब्लग हो नि त पहिलो ब्लग त्यसपछि अब सुरुवात हुँदैछ नि त गाइजोगे नि भन्नु न सुरुवात हुँदैछ कमेन्ट यस्तो च्वाङ हुनु पऱ्यो कि कमेन्ट हाम्रो त्यो इक्जाम पनि चलिरहेछ इक्जाम चल्यो गाइज आज धन्दा बिजा थियो अरे त्यही भएर ब्लग बनाएको इक्जाममा त धन्दा मोबाइल त पाउँछ इक्जाममा नपाउने होइन पाउँछ भोलि फेरि कम्प्युटरको हो कि कम्प्युटरको लास्ट च्याउँछ दुईवटा साइन्स र इको दिइसकेँ लाउँछ जस्तो विषय के गर्नु अब 9 क्लास पुगिसक्यो गर्नु पऱ्यो ल है त गाइज पहिलो ब्लग सबैले माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन कमेन्ट गरिदिनु होला अनि तपाईँहरूलाई कस्तो कस्तो भिडियो चाहियो तल कमेन्ट गरिदिनु होला होइन म यति भन्दै बिदा हुन्छु जय नेपाल।